Hello, hello. I am Egyptian. I am fine. I am Egyptian. कार्ड पनि बन्यो यहाँको पर्मानेन्ट कार्ड। यही हो स्वर्गको घर हैन, जहाँ मरेपछि आइन्छ। यो स्वर्गको अगाडि पछाडिको आँगन हैन। यही हो धर्मी मान्छेको हड्डीबाट बनेको स्वर्गको दरबार हैन, यही हो। हेलो हेलो गाइस, गुड मर्निङ ढोगदिया। के छ नि खबर सन्चै? आज चाहिँ फेरि हामी ईद मनाउन लागिसक्यौँ हैन सहरतिर। अनि के छ अनि कसरी मनाइराख्नु पर्छ तपाईहरुले हैन, कस्तो हुँदैछ? फेरि उही पुरानो झोला बोकेर ईद बनाउन लागियो हैन। इम्पोर्टेन्ट चिज हालेछु होला त। अनि मेरो साथीहरु पनि भेटिहाल्यो हैन। अनि यिनीहरु पनि जाँदै रहेछ ईद मनाउनको लागि। अनि मान्छेहरु धेरै छ हैन। आजको दिनलाई चाहिँ अलि विशेष रूपमा लिँदो रहेछ क्या यहाँ मुस्लिमहरुले। अनि छुट्टी मिलाएर हैन उता सिटीतिर गएर इन्जोय गर्ने कुरो गर्दैछन् केटाहरुले हैन। अनि तर हेरौं भाइले हात हाल्ला कसलाई छ परिचय गरौँ न। कैसे हो? हाँ बढ़िया बढ़िया है। हाँ किधर जा रहा है ईद मनाने के लिए? सिटी में जाएगा? हाँ यस। अरे वाह, ईद भने पनि भ्यालेन्टाइन डे भने पनि सबै सिटीतिरै हो मनाउने। यता छैन त्यस्तो केही पनि, लागियो सिटीतिर। अनि धेरै वेट पनि गरियो हैन। अनि गाडी चाहिँ आएन। अब यताउति हल्का देखाऊँ न त कस्तो रहेछ हैन मान्छेको माहौल। सबै यो उतै जाने टोली हो। अघि पछि चाहिँ हैन मजाले काम गर्ने हो। तर चाड पर्व आयो भनेपछि चाहिँ कामसाम गोली मारेर रमाइलोतिर बोलिरहेछ दुनिया हैन। यी आर्मी हो कि के हो नि भूत जस्ता। गाह्रो छ। अनि म तपाईलाई के देखाउँछु आज, हेरौँ है हेरौँ यहाँको स्पेशल मेरो के छ त। यो मेरो कार्ड हैन, ग्रीन कार्ड बन्यो। अन्त चाहिँ ग्रीन हुँदो रहेछ हैन। यहाँ चाहिँ व्हाइट प्लस हल्का ग्रीन, एकापट्टि व्हाइट एकापट्टि ग्रीन। जहाँ गए पनि ट्याप्प लागेर हैन टच गर्ने हो, पञ्च गर्ने हो, पुरा दुनिया घुम्ने हो अब त। ए भगवान, भिड पनि के भिड भएको हैन। मान्छे चाहिँ लगभग दुईटा गाडीमा पनि नअटाउने जत्रो छ। है बसिरहेछ, वेट गरिरहेछ हैन। अब गाडी आयो भने अब जो पहिले छिरिहाल्छ, पछि आउने त फेरि उही हो। यत्रो मान्छेहरु छ कि यहाँ, त्यसैले पनि अझै गाडी पाइरहेको छैन। यो चाहिँ यहाँ वर्कर भिलेज, यहाँको मान्छेहरु बस्ने घर। दिन को फिर से हर टाइम सोए रहते हैं। बना रहा हो क्या? हमको भी डालो यार, हमको भी यूट्यूब डालो। चैनल है उधर। ओके, क्या नाम है आपका? बीटी व्लॉग 25। मिनी ब्लॉग 25। बीटी अच्छा बीटी व्लॉग 25। आवाज बीटी ब्लॉग 25। हाँ सब्सक्राइब कर रहा। हाँ भाई सब्सक्राइब करेगा। सब लोग सब्सक्राइब कर बेली डांस देखने जा रहा है। अभी आज ईद है, ईद पे सब लोग निकले हैं रूम से। आज ईद मैनेज किया है अभी जा मनाने को लगा। आज हम लोग जा रहे हैं बेली डांस देखने। बेली डांस देखने अलवादा मॉल। आज देखेगा हेलो ब्रदर, म पनि जाँदैछु आज उता ईद मनाउन। लाइक शेयर एंड सब्सक्राइब करें हमारे भाई के चैनल को। सही है, चाइना कैम्प को, विन्यास को। जे छ सबै गर्नु पर्यो हैन। अब यिनीहरूले गरिसक्यो, मैले गराइसकेन होला हैन। अब फेरि अब भेटौँला यतातिर। बीटी 25, बीटी मतलब 25 शामको युट्युबमा आएगा। अभी बस में बैठेंगे ना साथ में। जी कार्ड दिखा दिया। ल केटाहरू भेटियो हैन, साह्रै मजाको रहेछन्। मसाज सेन्टर जाने कुरा गर्दैछन् केटाहरूले हैन। अब यिनीहरूले चाहिँ सब्सक्राइब गरिसकियो हैन। अब त्यहाँ हजुर महाशयहरूले चाहिँ गरिदिनु पर्यो
अनि हेरिदिनु पर्यो है। ल यी घरहरू चाहिँ यो मान्छेहरू बस्ने घर हो होइन। आज चाहिँ पुरा खाली गरिसक्यो। अब आज कोही पनि छैन त्यहाँ। झोला झामटा बोकेर है आज दिनभरि मनाएर साँझ फेरि फर्किने गाह्रो छ। ल गाडी चाहिँ आएन होइन। म चाहिँ अब टक्क ब्याग अगाडि फेरेर पछाडि मान्छेले हेरिरहेछन्। बहुमूल्य सामान छ नि त। अनि बिस्तारै बिस्तारै अब प्राइभेट ट्याक्सीमा जाने। तर यहाँ चाहिँ ड्राइभरहरूको होइन ताना ताना हानाहान भएर छ क्या। उसले मेरोमा जाऊ भन्ने, उसले मेरोमा जाऊ भन्ने होइन। जस्तै काठमाडौँतिर हुन्छ नि, काठमाडौँको सहरमा निस्किने बित्तिकै ताना हुन्छ नि, यहाँ पनि सेम के हेरौँ है आज। ए यहाँनिर अवस्था अलि नाजुक छ होइन। पैसाको लागि मान्छेहरू जहाँ पनि होइन हरकत चाहिँ एकदम नराम्रो देखाउँछ क्या। एउटाले यो भनेको छ, एउटाले ऊ भनेको छ होइन। यहाँ हिँड्ने यसै हिँड्ने मान्छेलाई यत्तिकै पागल बनाइहाल्छ कि। गाह्रो छ, गाह्रो छ, गरी खान गाह्रो छ। यहाँ फेरि गाडी भन्न बित्तिकै भेटेकै छैन प्राइभेट पनि। पैसा छ गाडी छैन, कहिले गाडी छ पैसा छैन। हालत चाहिँ एकदम अलि नाजुकै देखिरहेछ होइन। के गर्नु अब एकछिन हेरौँ कतै मिली पो हाल्छ कि। मिलिहाल्यो भने त झ्याप्प गइहाल्ने हो नि। के गर्नु यार। अनि यो झोला चाहिँ किन अगाडि बोकेको, किन अगाडि भिरेको, पछाडि पनि भिर्दा हुन्थ्यो भन्ने चाहिँ हजुरहरूको मनमा लागेको भएपछि होइन म क्लियर गरिदिन्छु। यहाँ चाहिँ अलि बहुमूल्य सामान छ के। जस्तै होइन सुनको एउटा सिक्री छ होइन, पैसा छ। अनि त घुम्दा चाहियो, खानु पर्यो होइन। टक्क टन्नै झोलामा राखेर लगेको छ। अब झोला अब कसैले फुत्त लग्यो भने त भिडभाडमा अस्ति नेपालमा सुन हराएको सुन काट्दा जस्तै भइहाल्छ नि। त्यही भएर हुलहालमा ज्यान जोगाउनु होइन, अन्नकालमा अन्नको बिउ जोगाउनु भनेर चाहिँ मैले यस्तो गरेको होइन। गाडी मैले लगभग भेटाइसकेको छु अब। अनि गाइस लामो प्रतीक्षापछि होइन गाडी चाहिँ भेटाइसकेको छु मैले प्राइभेट होइन। गाडीमा चढिसकेको छु। यी मान्छेहरू फुल होइन बल्ल तल्ल महँगो दामतिर त चढियो। अब हेरौँ। इधर ही अभी उतारेंगे ना। हम लोग 5 बजे को चेक किया तो वही पे रहता है समझे। ल गाइज फाइनली होइन अब 2 घन्टाको बाटो लाएर होइन एकदम हाई प्राइस होइन महँगो दामतिर चाहिँ बल्ल तल्ल आइयो होइन। अब नेपालको कन्भर्ट गर्ने हो भनेपछि चाहिँ 2500सम्म क्या, 2000देखि माथितिरसम्म चाहिँ होइन भाडामा गयो। अब यत्रो भाडा तिरिसकेपछि म कहाँ आइपुगेँ त होइन। अब म के देखाउँछु तपाईँहरूलाई, कस्तो ठाउँ देखाउँछु। अब हेर्नुहोस् है झोला के टाइट भएछ है। यो सामान त हरेन, हरेक कुरा छ यसमै। अब म देखाउँछु। अब हेर्नुहोस् है मेरा पछि हेर्नुहोस् होइन, फ्रन्ट साइड होइन, ब्याक साइड, राइट लेफ्ट। अब हेर्ने काम तपाईँको होइन, देखाउने काम चाहिँ मेरो। ए यस्तो बल भ्यूहरू देखिन्छ होइन। ए खतरा खतरा घरहरू छन् होइन। अब
आफ्नो नभए पनि होइन अरूको हेरेर भए पनि चित्त बचाउनु पर्ने अवस्था आइरहेछ मलाई होइन। अनि हजुरहरूको के छ, कस्तो चलिरहेछ जिन्दगी होइन। मेरो चाहिँ यही हो, बाटो बाटो हिँड्ने होइन, क्यामेरा तेर्स्याउने, पाए खाने भोजन, नपाए बगै सुत्ने। अहिलेसम्म यही छ होइन। यसरी नै जिन्दगी अगाडि बढिरहेछ। अनि रमाइलोमा धेरै समय बिताइयो होइन। तर वास्तविक जीवन चाहिँ मैले अहिले जिरहेको छु क्या होइन। के भइरहेछ, अनि घाम पनि त्यस्तै छ, टन्टला फोहोर होइन। तर भ्यू चाहिँ बधाइरहेछ क्या है। गाह्रो छ नि यार, मलाई पनि गाह्रो छ, के गर्नु। को मान्छे भेट्यो फेरि अगाडि। Hello, hello. I am Egyptian. I am fine. I am Egyptian. Oh, yalla, good. ओके थ्याङ्क यू। छोडाहरू रहेछ होइन, इजिप्सनबाट रहेछ। आइएम इजिप्सन भनिरहेछ। इन्जोय गरिरहेछ भने यिनीहरूले पनि आज त छुट्टी छ ईदको होइन। अनि जे होस् रमाइलो छ जिन्दगी। कति चिन्ता, कति पिर लिनु होइन, कहिले कति इन्जोय पनि गर्नुपर्ने। तर इन्जोय गर्ने त भनियो होइन। अब बाटो मैले भुलाएँ कि बाटोले मलाई भुल्यो कि होइन, कन्फ्युज भयो त, हराइयो के हो जस्तो लाग्यो याद छ। अब गर्ने के, अब कहाँ देखाउने। अब ल तनाव पर्यो ठिकै छ। अब हिँड्दै गरौँ न अगाडिसम्म, के होला। आज म तपाईँहरूलाई होइन अबुधाबीमा रहेको स्वर्ग देखाउने भनेर चाहिँ हिँडिरहेको छु होइन। स्वर्ग यही हो कि के हो, उस्तै छ त। ल मान्छेहरू पनि आयो होइन, मैले बाटो पत्ता लाएँ। अनि अब म आज के देखाउँछु भने चाहिँ स्वर्ग भनेर चिनिने अबुधाबीको एकदमै प्रसिद्ध ठाउँ होइन, जहाँ चाहिँ मान्छेको हड्डीले बनेको एकदम ठुलो क्या व्हाइट हाउस छ अरे होइन। आज कस्तो रहेछ त्यहाँ भित्र गएरै चाहिँ म देखाउँछु तपाईँहरूलाई होइन। भिडियो चाहिँ मजाले अन्तिमसम्म हेर्ने होइन, कस्तो रहेछ। अनि हेर्दै गरौँ होइन यहाँको अद्भुत दृश्यहरू। बाटो काट्ने अवस्था आयो, पारिपट्टि जानु पर्दो रहेछ होइन। यताबाट मान्छेहरू बाटो काटिरहेछ। अब झ्याप्प लागेर त्यसपछि चाहिँ म देखाइहाल्छु नि फेरि तपाईँहरूलाई होइन। स्वर्ग अनि हड्डीले बनेको घर होइन, दर्शन गराउँछु आज टाढैबाट भए पनि। फेरि यो यस्तो रहेछ, यो घरमा जान जस्तै यो घरमा होइन जानको लागि अब एभ्रिडे अलाउड नै के। अब स्पेसल डेहरूमा मात्रै अलाउड होइन, जस्तै ईद रमजान यस्तो ठाउँमा चाहिँ जान पाइयो, तर सधैँ जान नपाउँदो रहेछ। आज म देखाउँछु भित्रै गएर होइन फुल डेकोरेसन कस्तो रहेछ के रहेछ भनेर तपाईँहरूलाई। बाटोमा हिँड्नेहरू होइन यस्तो मैयाहरू पनि उहीँ जाने हो कि, उहीँ जानको लागि बाटोमा हिँडिरहेको हो होइन। तर के गर्नु अब लगभगमा गइसकेको छु होइन, पुगिसकेको छु। तपाईँहरूलाई देखाइहाल्छु फेरि एकैछिनमा है। अनि त्यसपछि मजाले आनन्द लिने टाढैबाट भए पनि होइन, केसरी मरिलानु। अब सबै अब सधैँ अब
भनेको ठाउँमा पुग्न सकिन्न होइन, अब गाह्रो हुन्छ नि त। अब नपुगेको ठाउँ जतिमा चाहिँ टाढैबाट जय भोले बाबा भन्ने दर्शन गरेँ होइन, मजाले। यही घरभित्र हो कि जस्तो लागिरहेको छ मलाई होइन। त्यो घर, त्यो हड्डीको घर यो त होइन होला। ए गाइस होइन, यति सुन्दर सुन्दर दृश्यहरू चाहिँ मैले देखाइरहेको छु तपाईँहरूलाई होइन। पक्कै पनि इन्जोय लिइराख्नु भएको छ होला भन्ने चाहिँ आशा गरिरहेको छु मैले पनि यता होइन। टन्टला पुरो घाममा चाहिँ क्यामेरा खिचेर होइन, यत्रो भिडियो बनाएर होइन तपाईँहरूलाई मनोरञ्जन दिनको लागि हो नि, तर केही छैन। गरिमै खोटो रहेछ कसलाई दिनु दोष, जिन्दगी छोटो रहेछ तिमीलाई दिन्न दोष होइन। गर्मी छ, गर्मी त छल्नु पऱ्यो गीत गाउँदै हिँड्दै होइन। जसरी भए पनि मनोरञ्जन चाहिँ दिइरहेको छु क्या मैले होइन। आफू होइन जस्तो सुकै अवस्थामा भए पनि तपाईँहरूलाई चाहिँ खुसी पार्छु ल। गाइज लोग के छ तनीहरू, आज स्वर्ग हेरिन्छ होइन, हड्डीले बनेको घर हेरिन्छ होइन। चिन्ता नगरौँ, अब लगभगमा देखाउनै आँटिसकेको छु होइन। त्यो घर पनि नजिक पुगिसकेको छु म बाहिर होइन। ल एउटा चाहिँ यो के हो, यो पाल जस्तो भेट्यो यहाँबाट छिर्नु भित्र होइन। पक्कै पनि स्वर्गै जानको लागि होला यो, यी स्वर्ग जाने गेट यस्तो छ होइन, पुरा रातो के होइन। यहाँबाट हेर्नु कस्तो देखिन्छ त स्वर्गको दरबार होइन। आहा, यो भनेको गेट। यो गेटमा फेरि अब जसले पाप गरेछ होइन उसलाई चाहिँ यहाँबाट भित्र हाल्दो रहन्छ। जसले चाहिँ धर्म गरेछ नि जिन्दगीमा उसको लागि मात्र हो फेरि है। ए हो थोरै देखिरहेछ नि सेतो, यो चाहिँ हो होइन। म आज नजिक जान्छु ल। यही हो गाइज होइन, अबुधाबीमा रहेको स्वर्ग। अच्छा चाहिँ पुरै के यो मान्छेको हड्डीले बनेको रहेछ क्या होइन। जो चाहिँ यो हुन्छ नि धर्मी मान्छेको हड्डीले चाहिँ बनेको रहेछ होइन। अब अधर्मी मान्छेलाई चाहिँ अघिल्लो गेटबाट नै यहाँ इन्ट्री छैन होइन। यस्तो रहेछ बब्बाल। म भित्र पनि गएर देखाउँछु एकचोटि कस्तो रहेछ ल। अनि यो चाहिँ रहेछ होइन के अरे ठुलो समुद्रको बिचमा, जहाँ पापी मान्छे चाहिँ टेक्नै पाउँदो रहेछ होइन। अब नत्र भने चाहिँ अब सबै मान्छे आउँदै यहाँ स्वर्गमा बस्दै गरिहाल्थे नि, आउन यति सजिलो थियो भने त होइन। त्यही भएर ल अब म यसको भित्र पनि जान्छु, यसको भित्री भाग कस्तो रहेछ होइन। बाहिरबाट त देखिहाल्यौँ ल। यसको ढोका हो होइन, यो के हो, यो हड्डी मान्छेको हड्डी यस्तो छ कि भित्र। तर मान्छे बस्दो रहेछ नि यहाँ होइन। ए जो चाहिँ धर्मी हुन्छ नि त्यो मान्छेहरू चाहिँ बस्ने होइन। अनि यी सुतेको छन् स्वर्गमा आएको मान्छेहरू, यिनीहरू पापी भए नर्कमा जान्थे। ठ्याक्कै नदीको किनारमा रहेछ क्या होइन स्वर्गको ढोका, स्वर्गको घर। अब जति पनि धर्मी मान्छेहरू छन् नि त नदीमा सेलाउन बित्तिकै यहाँ आएर बसिहाल्ने। जति पनि पापी मान्छे छन् नि ऊ चाहिँ नदीबाट सुइँ बगाइदिने कि, त्यस्तोको लागि हो कि के हो यो घरको अवस्था।